ल देउडा गीत गाउने एउटा हजुर आउँदैन गाँठे मलाई त गीत गाउन कहिले आउँदैन गीत चाहिँ कहिले आउँदैन होइन मनमा भरि धेरै भरास छ यसो मार्केटतिर आएको साथीहरूसित भेट भयो है म त रुममा बसेर बोर जस्तो भयो यसो डाँडातिर कहीँ फुलहरू भेटिन्छन् कि फुलहरूसित दुई चारवटा कुरा कानी हुन्छ नि मेरो आएको तपाईँ कति वर्ष पुग्नुभयो दाजु म त अहिले ठ्याक्क 32 वर्ष 32 वर्ष अनि बिहे गरिसक्नु भयो बिहे त गरे हो तर अब अहिले आफूसित छैन कता पहिलो गएछ छोडेर पहिला गए त होइन उनी घर सम्हालिरहेछन् हो गाँठे घर सम्हालेको त अनि त्यो छैन भन्नु कहाँ मिल्यो त होइन म यहाँ त्यस्तै दाजु ल तपाईँ र म एउटा भाषा बोलौँ है दाजु म पूर्वेली बोल्छु तपाईँ पश्चिम म पूर्वेलीले जे बोल्छु तपाईँले पश्चिमको आफ्नो भाषाले त्यही बोल्नु ल गाँठे गाँठे भनेको त गाँठे त हो तपाईँले ल के छ पो हौ साथीहरू नि कता जाने के गर्ने कसो गर्ने हौ ल म त छक्क पो परे त हौ लाख है भने एउटै त हुन्न होइन सबैले एउटै भाषा त बोल्दैन बोली एउटै भए पनि टोन फरक हुन्छ नि त टोन फरक त्यही त तपाईँको गाउँघरतिर बोल्ने चाहिँ बोल्नु न भनेको बोलिरहेको छु त आफ्नो भाषा लगभग कोही लफ्ज फरक भए पनि नेपाली भाषा लगभग मिलिहाल्छ त्यही हो भने है नेपाली भाषा त पढ्दा पो मिल्छ त बोल्न थोरै मिल्छ त नमिल्ने होइन तपाईँको नेपाली भाषा त राष्ट्रिय भाषा त्यो पढ्नु पर्छ सबैले तर आफ्नो ठाउँमा बोल्ने लाभास फरक छ नि त तपाईँको जुम्लाकोले बोल्दा डडेलधुराले बोल्दा ताप्लेजुङकोले बोल्दा सोलुकोले बोल्दा एउटै मिल्छ त मिल्दैन नि भन्नु त त्यो के अरे डडेलधुराको कोरोना थियो कि हामीसँग कोरोना काल ऊ बोल्दाखेरि अन्त नै त कहाँ त यसरी बोल्थ्यो अब सल्यानतिरको मान्छे पर्दा बुटलतिरको मान्छेले बोलेको अलग छ मधेसले बोलेको अलग छ धेरै फरक छ नि फरक छ उहाँ दार्चुलातिरको मान्छेले बोलेको फरक छ त्यो नि त त्यही भनेको क्या मैले आफ्नो गाउँ ठाउँमा बोल्ने भाषा चाहिँ के लावाज गाँठे ओ जाँठा यहाँ आइज न भनेर अब हामीतिर बोल्छौँ त्यो पश्चिमतिर त के हो थाहा हुँदैन नि बोली एउटै हो भने शब्द एउटै हो भने हाम्रो भाषा शैली फरक हुन्छ हाम्रोतिर चाहिँ ओइ अन्तरे आइज सुँगुर काट्नुपर्छ आज हौ बाबै म त भ्याउँदिनँ पो होला हौ दाजु कहाँ भ्याउँदिनँ पो होला हौ भन्ने हुन्छ यस्तो पुरा बुझिली कि नै दाजु पनि नबोली पुरा बुझेरै कुरा गर्न तपाईँ क्यामेरासँग लजाउनुहुन्छ तपाईँ क्यामेरासँग लजाउनुहुन्छ तपाईँ भिडियो बनाउन सक्नुहुन्न क्यामेरासँग लजाउने होइन आफ्नै अनुहार त हुने आफैसँग बोल्ने त्यही भएर त पछि परिरहेछ त गाँठे